कुनै इन्टरनेट ब्राउजर खोल्नु, जस्तै मैले फायरफक्स खोलेँ, केवाइसी चाहिँ अनिवार्य अपडेट गरेको हुनुपर्छ है। अनि यो एसएसआइडीमा अब के अरे उनीहरूले पठाएको हुन्छ, एसएसआइडीमा आफ्नो के अरे त्यो आइडी हाल्ने अनि यहाँ पासवर्ड हाल्ने। मेरो यहाँ जस्तै मैले आइडी पासवर्ड गरेको छु होइन, अनि लगइन गर्ने। लगइन गरिसकेपछि जस्तै यहाँ मेरो यहाँ माथि आएको छ मेरो यो के अरे मेरो आइडी हो होइन यहाँनिर। अनि त्यस पछाडि अब पैसा भर्नु गर्दाखेरि चाहिँ पैसा भर्नु पर्दाखेरि चाहिँ हामी सुरुमा कहाँ जान्छौँ भन्दा पैसा हाल्नु पर्दाखेरि चाहिँ यहाँ कलेक्सन छ, कलेक्सनमा जाने। अनि कलेक्सनमा गएपछि यहाँ सुरुमा डु यु ह्याभ के अरे डु यु ह्याभ सबमिसन नम्बर भनेर भन्छ, के अरे सबमिसन भनेर भन्छ होइन। अनि यसमा गेट सबमिसनमा जाने, यो जुन छ सबमिसन नम्बर प्लिज नोट डाउन के अरे सबमिसन नम्बर भन्ने, यसलाई चाहिँ अनिवार्य कपी गर्नुपर्छ क्या, यसलाई कपी गर्ने। अनि त्यस पछाडि कपी गरेपछि ओके गरिदिने, यो हराउँछ है। अब त्यस पछाडि आयो, अब यहाँनिर यी 12,000 यो हाम्रो बेसिक स्यालेरी 12,170 रुपियाँ छ नि, यो जुन यो बेसिक स्यालेरी तोकेको, यसको के अरे यसको अब कति तिर्नुपर्छ भन्दाखेरि 1 महिनामा के अरे अब यसको पैसा यहाँ हेरौँ ल। अब नम्बर अब हामीले छान्नुपर्ने यहाँ कति महिनाको तिर्ने हो। 8 महिनाभन्दा माथिको चाहिँ 10% कि कति पर्सेन्ट छुट हुन्छ अरे। 8 महिना 10 महिना कति महिनादेखि माथिको त्योभन्दा तलको छुट हुँदैन। जस्तै 1 महिनाको तिर्नु पर्यो हामीले यहाँनिर होइन। जस्तै जेठ मैले वैशाखसम्मको तिरेको छु, त्यही भएर यहाँ जेठ देखाइरहेछ है, यहाँ छेउमा के अरे जेठ देखाइरहेछ 2083 जेठको तिर भनेर आइरहेछ। नम्बर अफ मन्थमा अब यहाँ कति महिनाको तिर्ने हो त्यो महिना चुज गर्ने। अनि त्यो महिना चुज गरेपछि जस्तै यहाँ यी 12,170 को के अरे बेसिक स्यालेरीको हिसाबले हामीले तिर्नुपर्ने हुन्छ 25,95 रुपियाँ 86 पैसा तिर्नुपर्ने हुन्छ हामीले। अब एक्स्ट्रा पैसा तिर्नु पर्यो भने अब पर मन्थ एक्स्ट्रा अमाउन्ट भनेर भनेको छ। अब हामीले कति के अरे तिर्ने हो त पर मन्थ एक्स्ट्रा अमाउन्ट भनेर मानिलिउँ 5,000 अथवा 1,000 अथवा 500 जति राखे पनि हुन्छ एक्स्ट्रा अमाउन्ट। यहाँ राखौँ यहाँ राखौँ ल 5 के अरे 500 रुपियाँ राखौँ अथवा 5,000 राखौँ ल। यहाँनिर त्यो भइसक्दाखेरि यहाँ अटोमेटिकली एड हुन्छ। अब हामीले यहाँ एक्स्ट्रा अमाउन्ट 5,000 रुपियाँ तिर्यौँ भने होइन 7,595 रुपियाँ 86 पैसा अब तिर्नुपर्ने हुन्छ हामीले। यति पैसा तिर्नुपर्ने हुन्छ हामीले होइन। यो एक्स्ट्रा अमाउन्ट कति राखेको छ त्यही अनुसार हामीले तिर्नुपर्ने हुन्छ। अब त्यस पछाडि होइन त्यस पछाडि यहाँनिर तल सबमिट के अरे सबमिट भन्ने अप्सन छ नि, नेट पेको ठ्याक्कै तल सबमिसन के अरे सबमिट भन्ने अप्सन छ त्यहाँनिर। त्यस के अरे सबमिट भन्ने अप्सन छ, त्यो सबमिटमा क्लिक गरिदिने, त्यो सबमिसन नम्बर हुन्छ होइन। अब त्यस पछाडि के गर्ने भन्दा अब त्यस पछाडि यहाँ जाने के अरे हाम्रो जस्तै ई सेवा खल्ती जेबाट भए पनि अब जस्तै मैले खल्ती खोलेँ। अब खल्ती खोलिसकेपछि अब यहाँनिर के अरे गभर्मेन्ट यो सर्भिसमा जाने। अनि गभर्मेन्ट सर्भिसमा गएर फेरि गभर्मेन्ट पेमेन्टमा जाने। यहाँ एसएसएफ भन्ने अप्सन हुन्छ क्या, यहाँनिर एसएसएफ भन्ने अप्सन छ यो। अब त्यस पछाडि त्यो अघिको सबमिसन नम्बर मेन त्यो अघिको सबमिसन नम्बर यहाँ हाल्ने। खोइ त पेस्टै आउँदैन, यो आयो। अब इम्प्लोइ आइडीमा के छ हाम्रो यहाँनिर, इम्प्लोइ आइडीमा हाम्रो यो जुन माथि छ नि यो के अरे मेरो इम्प्लोइ आइडी यहाँ माथि छ नि, यो जस्तै यो 2000 के अरे 82-22 यो छ नि जुन हो त्यो यो इम्प्लोइ आइडी यहाँ हाल्नुपर्छ 2082 यो। यसलाई कपी गरे पनि हुन्छ नभए के अरे याद गरे पनि हुन्छ, कहीँ टिपेर राखे पनि हुन्छ। हो यहाँनिर के अरे पेस्ट हानिदिने। अब गेट डिटेल्समा क्लिक गर्ने। यहाँ गेट डिटेल्स देख्ने बित्तिकै त्यो अघि हामीले यता सबमिट गरेको थियो भने यहाँ हामीले यो सबमिट गरेको थियो भने यो 12,170 को बेसिक स्यालेरीको हिसाबले अब यहाँनिर हामीले 7,595 रुपियाँ 86 पैसा हामीले यहाँनिर के अरे तिर्नु पर्थ्यो होइन, तिर्नु पर्थ्यो। तर अब मैले सबमिट गरेको छैन नि त यो, त्यो भएर यहाँनिर गेट डिटेल्समा आएन। यहाँनिर गेट डिटेल्स गर्दाखेरि के अरे यहाँनिर के अरे एरर भनेर देखायो।
हो यहाँनिर ठ्याक्क त्यो सबमिट गरिसक्दाखेरि यहाँनिर ठ्याक्क डिटेल्स देखाउँछ क्या यति तिर्नुपर्ने भनेर देखाउँछ त्यसरी तिर्ने हो केही त्यस्तो गाह्रो छैन तर केवाइसी चाहिँ भेरिफाइड अनिवार्य हुनुपर्छ है त भाइ